जस्तो क्याप्टेन दुईवटा गेम हामीले हारिसकेका थियौँ, आज तेस्रो जित निकालेको छौँ, कस्तो लागिरहेछ? आज चाहिँ अब आजको गेम जित्दा अब खुसी नै भन्नुपर्छ। हारेको जस्तो हिजो अस्तिभन्दा अलिकति मोरल लो भएको थियो टिमलाई। अब आज अलिकति अब 5 सेटमा खेलेर अब जित्यो। त्यसमा चाहिँ अलिकति हाम्रो टिम प्लस हाम्रो टिमको अलिकति मोरल हाई छ। जस्तो के भयो थियो, अलिकति टाइट नै भयो गेम। हामीले पहिलो सेट गुमाएको थियौँ, फेरि दोस्रो सेट कमब्याक गऱ्यौँ, फेरि तेस्रो सेट गुमायौँ, चौथो पाँचौँ सेट कमब्याक गऱ्यौँ। कस्तो थियो त्यो? यसमा अब दुइटै अब मणि मुकुन्द पनि अब 3 जना इन्डियन प्लेयरहरू हुनुहुन्छ। उहाँहरू पनि एकदम हिजो एपिएफलाई अब एपिएफसँग चाहिँ जित हासिल गरेको टिम हो होइन, राम्रो टिम हो। उहाँहरू अब इन्डियन प्लेयर हुनुहुन्छ, अब लेभल माथि नै हाम्रोभन्दा लेभल माथि नै हुनुहुन्छ। पहिला पनि अब आएर खेलिरहनु भएको हो। अनि त्यसमा चाहिँ अब हाम्रो अलिकति कम्बिनेसन नमिलेर अब डिफेन्स बलक अब सर्भिस हाम्रो अलिकति धेरै इरर भयो, मिस्टेक भयो। अब त्यही मिस्टेकले नै अब उहाँहरूको टिम पनि राम्रो भएर पनि भन्नुपर्छ। अब हामीले भने जस्तो सोचे जस्तो खेल्न सकिएन। जस्तो अब आज दुईवटा गेम हारेर तेस्रो गेम जितिसकेपछि आगामी खेलमा चाहिँ कतिको प्रभाव पर्छ यो जितले? यो जितले अब अरूमा यो डिपेन्ड हुन्छ। अब अरूको अब हामीले अब यसबाट नि अब भोलि पर्सिको गेमहरू जित्दै गयो भने अब फाइनलै त अब अरूमा डिपेन्ड पर्छ। नभए नि अब यो ऱ्याङ्किङमा 3rd 4th खेल्नको लागि चाहिँ यो 3rd प्लेस खेल्न लागि चाहिँ अझ पनि चान्स छ होइन। अब फाइनलको लागि त अरू खेल्न बाँकी नै छ होइन। यो लिग गेम हो, त्यस कारणले चाहिँ अरूमा भर पर्छ। अब यो लिग गेम भएको कारणले चाहिँ अब 2nd 3rd 1st फाइनल त अब अरूमा भर पर्छ। मैले भनिसकेँ अब 3rd प्लेसको लागि भने अब जित्दै गयो भने चान्स छ। हस् हस्, थ्याङ्क यू। हुन्छ, हस्, धन्यवाद।